नमस्कार साथीहरु, स्वागत छ तपाईलाई नेपाली शेयर मार्केट सम्बन्धी पलको नयाँ अपडेटहरु लिएर आउने क्रममा। आज हामी पुनः उपस्थित भइसकेका छौं भने साथीहरु, आजको बसाइमा चाहिँ विशेष गरी हामी चाहिँ आज चाहिँ ओम मेगासी फार्मास्युटिकल लिमिटेडको चाहिँ आज अन्तिम दिन रहेको छ र आजसम्म तपाईले यदि आवेदन दिनुभएको छैन भने चाहिँ आज अन्तिम मिति रहेको छ। बेलुकाको 5 बजेसम्म दिन सक्नुहुनेछ भने त्यसैगरी चाहिँ अहिलेसम्म कति आवेदन पर्यो सोको बारेमा चाहिँ यस भिडियोमा आज हामी कुरा गर्ने छौं भने त्यसको सँगसँगै चाहिँ वैदेशिक रोजगारको निम्ति चाहिँ प्योर इनर्जी लिमिटेडको पनि आईपीओ निष्कासन भएको रहेको छ र त्यसको कति आवेदन पर्यो सोको बारेमा कुरा गर्नेछौं र त्यसको साथसाथमा चाहिँ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चाहिँ यसको चाहिँ आवेदन परेको बन्द पनि भइसकेको छ र आईपीओ को रिजल्ट धेरै साथीहरुले कुरिरहनु भएको छ र यसको आईपीओ रिजल्ट चाहिँ कहिले हुनेछ र यसमा हामीलाई कति किताब पढ्ने छ र यसमा कति पढ्न सक्ने सम्भावना रहेको छ सोको बारेमा चाहिँ भिडियोमा आज हामी कुरा गर्ने छौं। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ आईपीओ र आइसेटहरु तपाईले सजिलैसँग चाहिँ अपडेट पाउन सक्नुहुनेछ। साथीहरु, सुरुमा कुरा गरौँ हाम्रो ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीले चाहिँ तपाईको अस्ति फागुन 27 गतेदेखि चैत्र 3 गतेसम्म चाहिँ यसले आईपीओ निष्कासन गरेको छ र आज चैत्र 3 गते आज अन्तिम दिन रहेको छ र आज अन्तिम दिन भएको कारणले गर्दाखेरि यदि तपाईले यो कम्पनीमा आवेदन दिनुभएको छैन भने आवेदन दिनु होला। आज बेलुकाको 5 बजेसम्म नेपाली समय अनुसार बैंकिङ समय 5 बजेसम्म चाहिँ तपाईले अफिस टाइमसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ र विशेष गरी ओम मेगाश्री फार्मास्युटिकल लिमिटेडले चाहिँ आफ्नो चुक्ता पुँजी करिब 60 करोडको 30% ले हुन आउने करिब 18 करोड रुपैयाँ मूल्य बराबरको चाहिँ प्राथमिक शेयर निष्कासन गरिरहेको छ भने रु 100 रुपैयाँ अंकित दरमा करिब 18 लाख किता आईपीओ निष्कासन गरेको छ र यो विशेष गरी चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टर अन्तर्गतको कम्पनी रहेको छ। ओम मेगाश्री फार्मास्युटिकलले भनेको विशेष गरी नेपालमा चाहिँ यसले औषधिजन्य वस्तुहरूको चाहिँ उत्पादन र यसले बिक्री वितरण गर्ने चाहिँ कम्पनीको चाहिँ प्रमुख काम रहेको छ भने यस कम्पनीले यस 18 लाख किता मध्ये 10% ले हुन आउने करिब 1,80,000 किता चाहिँ फरेन इम्प्लोइको निम्ति आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेको थियो, जसमा करिब 18,000 जना लगानीकर्ताहरूले 10 किता शेयर पाउनु भएको थियो भने त्यसैगरी 5% ले हुन आउने 90,000 सामूहिक लगानी कोषलाई र 3% ले हुन आउने करिब 54,000 किता चाहिँ सोही कम्पनीको कर्मचारीहरूलाई चाहिँ बाँडेर अहिले चाहिँ लास्टमा अन्तिम चरणमा चाहिँ करिब 14,76,000 किता चाहिँ यसले नेपालमा रहेको सर्वसाधारणको निम्ति चाहिँ आईपीओ निष्कासन गरिरहेको छ र आज अन्तिम मिति रहेको छ र यो कम्पनीमा तपाईले 10 कितादेखि म्याक्सिमम 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। 10,000 कितासम्म आवेदन दिन सकिने भए तापनि तपाईको चाहिँ अहिले अत्याधिक मात्रामा चाहिँ ओभर सब्स्क्राइब अलरेडी भइसकेको छ, त्यसकारणले गर्दाखेरि तपाईले 10 किता दिनु नै एकदम उपयुक्त हुन्छ। त्यो भन्दा धेरै दिइरहनु पर्नेको चाहिँ आवश्यकता छैन र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ प्रभु क्यापिटल लिमिटेड रहेको छ भने यो कम्पनीमा चाहिँ हिजो बेलुका 5 बजेसम्मको डाटा अनुसार चाहिँ कति आवेदन पर्यो भनेर कुरा गर्नुपर्दाखेरि करिब 16,18,978 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको आईपीओ को लागि चाहिँ आवेदन दिनुभएको छ भने यो कम्पनीमा करिब 1,96,430 किताको लागि चाहिँ आवेदन परेको छ र यस कम्पनीले माग गरेको भन्दा करिब 13.28% चाहिँ यसमा आवेदन परिसकेको छ। 13.28 गुणा भन्दा बढीले चाहिँ ओभर सब्स्क्राइब भइसकेको छ, 13 गुणाले चाहिँ। त्यसकारणले गर्दाखेरि चाहिँ यो कम्पनीमा चाहिँ आईपीओ पर्न चाहिँ अब भाग्यकै भर पर्नुपर्ने चाहिँ स्थिति आइसकेको छ र यो कम्पनीले निष्कासन गरेको भनेको जम्मा 14,76,000 किता रहेको छ र सो कम्पनीको 14,76,000 किता चाहिँ लगानीकर्ताहरूलाई जम्मा 1,47,600 जना लगानीकर्ताहरूलाई चाहिँ यो कम्पनीको चाहिँ आईपीओ चाहिँ 10 किता पर्नेछ भने बाँकी सबैको चाहिँ हात खाली हुने सम्भावना रहेको छ र तपाईले यदि आवेदन दिनुभएको छैन भने आज अन्तिम दिन रहेको छ, आवेदन दिनु होला। र साथीहरु, त्यसैगरी अब हामी कुरा गरौँ हाम्रो प्योर इनर्जी लिमिटेड भन्ने कम्पनीले चाहिँ अहिले फरेन इम्प्लोइको निम्ति आईपीओ निष्कासन गरिरहेको छ। यो कम्पनीले चाहिँ फागुन 20 गतेदेखि चैत्र 5 गतेसम्म चाहिँ आईपीओ निष्कासन गरिरहेको छ भने यो कम्पनीले करिब आफ्नो कुल पुँजी 80 करोड रुपैयाँ चुक्ता पुँजीको चाहिँ यसले 20% ले हुन आउने करिब 16 करोड रुपैयाँ मूल्य बराबरको चाहिँ आईपीओ निष्कासन गरेछ भने यो विशेष गरी चाहिँ अदर सेक्टर अन्तर्गतको कम्पनी रहेको छ। यो प्योर इनर्जी लिमिटेड भन्ने कम्पनीले चाहिँ विशेष गरी चाहिँ नेपालमा सोलर प्यानलबाट चाहिँ विद्युत उत्पादन गरेर विद्युत प्राधिकरणलाई चाहिँ बिक्री गर्दै आइरहेको छ भने यसको चाहिँ रैनापुर बाँके जिल्लामा चाहिँ यसको प्लान्ट रहेको छ। प्योर इनर्जी 1 र प्योर इनर्जी 2 प्लान्ट गरेर चाहिँ यसले 20 मेगावाटको चाहिँ आफ्नो विद्युत चाहिँ उत्पादन गरेर लोकल ग्रिडमा चाहिँ जोडेर विद्युत प्राधिकरणसँग चाहिँ काम गरिरहेको छ र यसले चाहिँ 16 लाख किता मध्ये चाहिँ 10% ले हुन आउने करिब 1,60,000 किता चाहिँ सोही
स्थानीय लोकल आयोजना प्रभावित लोकल बासिन्दाको लागि रहेको छ भने बाँकी रहेको त्यसबाट 14,40,000 मध्ये 10% हुन आउने करिब 1,44,000 किता चाहिँ फरेन इम्प्लोइको निम्ति चाहिँ यो कम्पनीले हाल चाहिँ अहिले आइपिओ चाहिँ निष्कासन गरिरहेको छ र यो विशेष गरी चाहिँ यो सोलर जन्य कम्पनी भएको कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ ठिकठाकै यसको चाहिँ राम्रै कम्पनी रहेको छ किनकि यसले अहिले अलरेडी प्रोडक्सनमा गएर यसले चाहिँ विद्युत बेचि नै रहेको छ। साथीहरू यदि तपाईँले फरेन इम्प्लोइबाट चाहिँ आवेदन दिनुभएको छैन भने चाहिँ यो कम्पनीमा चाहिँ तपाईँले आवेदन दिन सक्नुहुनेछ र फरेन इम्प्लोइको निम्ति तपाईँले 10 कितादेखि म्याक्सिमम चाहिँ 7,200 कितासम्म आवेदन दिन सक्नुहुनेछ र 7,200 कितासम्म आवेदन दिन सकिने भए तापनि चाहिँ तपाईँले 10 किता मात्र आवेदनभन्दा धेरै आवेदन दिइरहनु पर्ने आवश्यकता छैन किनकि यो अलरेडी नै ओभर सब्सक्राइब भइसकेको छ र यो कम्पनीमा चाहिँ कति आवेदन परेर भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ करिब 53,149 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको लागि आवेदन दिइसक्नु भएको छ। 53,000 जना लगानीकर्ताहरूले आवेदन दिइसक्नु भएको छ र फरेन इम्प्लोइमा चाहिँ जम्मा 1,44,000 किता चाहिँ यसले निष्कासन गरेको हुनाले जम्मा 14,400 जना लगानीकर्ताहरूलाई चाहिँ यो कम्पनीको चाहिँ आवेदन 10 किता सेयर चाहिँ पर्न सक्ने सम्भावना हुनेछ। त्यसकारणले गर्दाखेरि तपाईँले आवेदन दिनुभएको छैन भने फरेन इम्प्लोइबाट चाहिँ यो कम्पनीको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। साथीहरू अब हामी कुरा गरौँ अहिले चाहिँ हाम्रो आइपिओ निष्कासन गरेर बन्द भइसकेको हाम्रो क्रिस्टो माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड कम्पनीको बारेमा। यो कम्पनीले चाहिँ फागुन 22 गतेदेखि 26 गतेसम्म चाहिँ यो कम्पनीले नेपालमा रहेको लोकल पब्लिकको निम्ति चाहिँ आइपिओ निष्कासन गरेको थियो भने यस कम्पनीले आफ्नो कुल करिब 75 करोडको 30%ले हुन आउने करिब 22 करोड 50 लाख रुपियाँ मूल्य बराबरको रु 100 रुपियाँ अङ्कित दरमा चाहिँ 22,50,000 किता चाहिँ आइपिओ निष्कासन गरेको थियो र सोको 10%ले हुन आउने करिब 2,25,000 किता चाहिँ यसले फरेन इम्प्लोइको निम्ति आइपिओ निष्कासन गरेर बाँडफाँड गरिसकेको छ जसमा करिब 22,500 जना लगानीकर्ताहरूले 10 किता सेयर हात पार्नु भएको थियो भने त्यसै गरी 5%ले हुन आउने करिब 1,22,500 किता चाहिँ म्युचुअल फन्डमा र त्यसै गरी 3%ले हुन आउने करिब 67,500 किता चाहिँ सोही कम्पनीमा कार्यरत रहेको कर्मचारीहरूलाई बाँडफाँड गरेर अन्तिम चरणमा चाहिँ यसले करिब 18,45,000 किता चाहिँ नेपालमा रहेको सर्वसाधारणको निम्ति चाहिँ यो कम्पनीले आइपिओ निष्कासन गरेको थियो र यो कम्पनीको चाहिँ बिक्री प्रबन्धकको रूपमा चाहिँ एनएमबिएस क्यापिटल लिमिटेड रहेको छ भने यो कम्पनीमा चाहिँ अत्याधिक मात्रामा चाहिँ आवेदन परेको थियो। यो कम्पनीमा करिब कुल आवेदनकर्ताको कुरा गर्ने हो भने करिब 20,48,538 जना लगानीकर्ताहरूले आवेदन दिनुभएको छ। 20,48,000 जना लगानीकर्ताहरूले आवेदन दिनुभएको छ भने कुल करिब 2 करोड 44 लाख किताको लागि चाहिँ आवेदन परेको छ जुनले चाहिँ माग गरेको भन्दा करिब 13.27 गुणा भन्दा चाहिँ बढी आवेदन परेको छ। 13 गुणा भन्दा बढीले चाहिँ यो ओभर सब्सक्राइब भइसकेको छ। त्यसकारणले गर्दाखेरि चाहिँ यसमा पनि आइपिओ हात पर्न चाहिँ भाग्यकै सहारा लिनुपर्ने चाहिँ आवश्यकता रहेको छ भने यो कम्पनीको चाहिँ आइपिओ कतिजना लगानीकर्ताहरूलाई पर्ने छ त भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीले जम्मा 18,45,000 किता चाहिँ आइपिओ निष्कासन गरेको छ जसमा चाहिँ करिब 1,84,500 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा चाहिँ 10 किता सेयर हात पार्न सफल हुनुहुन्छ भने त्यसै गरी बाँकी रहेको करिब 18.5 लाख जना लगानीकर्ताहरूको चाहिँ हात खाली हुने सम्भावना चाहिँ रहेको छ। साथीहरू यो कम्पनीको चाहिँ आइपिओ बाँडफाँड कहिले हुन्छ त भन्ने जानकारी दिनुपर्दाखेरि चाहिँ यसको क्यापिटल एनएमबिएस क्यापिटल लिमिटेडले जनाएअनुसार चाहिँ यसको प्रि एलटमेन्टको कार्य चाहिँ सम्पन्न तयारी भइरहेको र सम्पूर्ण प्रक्रियाहरू पुरेको खण्डमा चाहिँ बुधबारसम्ममा चाहिँ यो कम्पनीले चाहिँ आइपिओ चाहिँ बाँडफाँड गर्ने जनाएको छ र यो भिडियो हेर्ने सम्पूर्ण साथीहरूलाई चाहिँ यो कम्पनीको चाहिँ आइपिओ परोस्। हाम्रो तर्फबाट चाहिँ तपाईँलाई धेरै धेरै शुभकामना रहेको छ र क्रिस्टो माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड पनि एकदम राम्रो कम्पनी रहेको छ भने किनकि यो कम्पनीको चाहिँ इपिएस जम्मा 56 पैसा रहेको छ भने यसको नेटवर्क चाहिँ 100 रुपियाँ रहेको छ र यसको ओपनिङ रेन्ज 301 रुपियाँसम्म हुनेछ। तर पनि यसको चाहिँ अब हाम्रो गार्जियन माइक्रो लाइफ इन्सुरेन्स जस्तै पनि माइक्रो सेक्टर इन्सुरेन्स कम्पनी भएको कारणले गर्दाखेरि सेकेन्डरी मार्केटमा चाहिँ यसले राम्रो मात्रामा चाहिँ रिटर्न दिन सक्ने सम्भावना चाहिँ रहेको छ किनकि हामीले अहिले देखिरहेको छौँ गार्जियन माइक्रो लाइफ इन्सुरेन्स चाहिँ करिब 2000 को आसपासमा पुगेको थियो होइन। सर्किट हान्दै होइन अब चाहिँ सर्किट हान्छ कि हान्दैन हेर्न बाँकी नै रहेको छ, त्योभन्दा माथि पुग्छ कि घट्छ होइन। तर पनि क्रिस्टो माइक्रो लाइफ इन्सुरेन्स पनि सोही सेक्टरको कम्पनी भएको कारणले गर्दाखेरि यदि फरेन इम्प्लोइमा चाहिँ धेरै साथीहरूलाई चाहिँ अलरेडी परेको छ भने चाहिँ उहाँहरूले चाहिँ सजिलै 15 देखि 20,000 रुपियाँसम्म चाहिँ कमाउन सक्ने सम्भावना चाहिँ एकदम प्रबल भएको चाहिँ हाम्रो क्रिस्टो माइक्रो इन्सुरेन्स लिमिटेड कम्पनी रहेको छ। र यो कम्पनी चाहिँ विशेष गरी चाहिँ मैले भनिहालेँ माइक्रो इन्सुरेन्स सेक्टरको कम्पनी भएको कारणले गर्दाखेरि चाहिँ यिनीहरूको चाहिँ एकदम लो क्याप हुने गर्छ, सानो यिनीहरूको चाहिँ सेयर सप्लाई चाहिँ एकदम थोरै आउने भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो बजारमा चाहिँ डिमान्ड चाहिँ हाई भएर चाहिँ यिनीहरूको चाहिँ मूल्य चाहिँ एकदम धेरै नै माथि पुग्ने गर्छ। त्यस कारणले गर्दाखेरि जो साथीहरूले चाहिँ फरेन इम्प्लोइको साथीहरूलाई चाहिँ यो कम्पनीको चाहिँ आइपिओ अलरेडी परेको छ उहाँहरूले चाहिँ राम्रोसँग होल्ड गरेको खण्डमा चाहिँ यसबाट राम्रो मात्रामा चाहिँ प्रतिफल लिन सक्ने सम्भावना चाहिँ रहेको छ। र किनकि यो चाहिँ अब हाम्रो जुन नेप्सेमा चाहिँ नयाँ
सेक्टरको कम्पनी भनेर पनि हामी यसलाई बुझ्न सक्दछौँ, किनकि माइक्रो इन्सुरेन्स सेक्टर भनेर अब नयाँ सेक्टर थपिन्छ। त्यसमा हाम्रो गार्जियन, नेपाल माइक्रो र क्रेस्टर माइक्रो त भइहाल्यो। त्यसपछि अझ 3टा कम्पनीहरू चाहिँ आउँदैछ है, स्टार माइक्रो, प्रोटेक्टिक माइक्रो र त्यस्तै अन्य माइक्रोहरू चाहिँ अझ 3टा चाहिँ धितोपत्र बोर्डको चाहिँ अन्तिम तयारीमा रहेको छ। त्यो कम्पनीहरू पनि चाँडै स्वीकृत भएर चाहिँ आउनेछन्। त्यस कारणले गर्दाखेरि अहिले नेपालमा 7वटा कम्पनीहरू चाहिँ माइक्रो इन्सुरेन्स सेक्टरको कम्पनी रहेको छ र यी सम्पूर्ण कम्पनीहरूको चाहिँ नयाँ सेक्टर खुल्नेछ र जसको कारणले गर्दाखेरि चाहिँ हाम्रो नेप्सेमा एउटा लगानीकर्ताहरूलाई चाहिँ नयाँ एउटा विविधीकरण पनि हुनेछ, किनकि यसभन्दा अगाडि चाहिँ हाइड्रो र कमर्सियल ब्याङ्क मात्र थियो भने चाहिँ अब हाइड्रो, कमर्सियल ब्याङ्क, त्यसै गरी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ होइन, त्यसपछि अब यो माइक्रो इन्सुरेन्स आदि नयाँ नयाँ सेक्टरहरू चाहिँ खुल्दै गएको छ, जसले कारणले गर्दाखेरि लगानीकर्तालाई चाहिँ विविधीकरण पनि बढ्दै गयो। साथीहरू, यही नै जानकारीहरू रहेको थियो र तपाईँले चाहिँ कुन कम्पनीको लागि चाहिँ आवेदन दिनुभएको छ र कुन कम्पनीको लागि एक्साइटेड हुनुहुन्छ अवश्य मात्र कमेन्ट गर्नु होला। कुनै पनि जिज्ञासा भएको कमेन्ट गर्नु होला। भिडियोहरू साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद रहेको छ।